यो देशमा एउटा लाइसेन्स रिन्यू गर्नलाई 1 वर्ष लाग्छ अनि हामी सेवा प्रवाह गर्दैनौँ अनि वितृष्णा त्यहाँसम्म पुग्छ। पहुँच हुनेहरूको काम हुन्छ, आजको भोलि काम हुन्छ। साधारण नेपाली जनताले दैनन्दिन उनलाई चाहिने कुरा पाउँदैनन्, त्यसका लागि शक्ति खोज्दै हिँड्नुपर्छ। आज हामीले नेसनल आइडी बनाएको छु, नेसनल आइडीमा दर्ता गरेको कति पछाडि नेसनल आइडी जनताको हातमा पर्छ। लाइसेन्स रिन्यू गरेको वर्षौं दिनसम्म लाइसेन्स हातमा पर्दैन। यो खालको सेवा प्रवाह लामो समयसम्म नहुँदाखेरि आज वितृष्णाको एउटा चाङमा हामी उभिएका छौँ। कुनै पनि बेला त्यसले हामीलाई थिच्न सक्छ। त्यही भएर मेरो माननीय सभापति मार्फत नेपाल सरकारलाई नै के हो भने कमसेकम सेवा प्रवाहमा ध्यान दिउँ। गर्न त हामीले धेरै गरेका छौँ राजनीतिक परिवर्तन गरेपछि, तर त्यो कुराहरू किन आज स्थापित भएन? हामीले किन त्यो कुराहरूलाई स्थापित गर्न सकेनौँ? पछिल्लो व्यवस्था आए पछाडि स्थानीय तहले गरेका त्यस्ता राम्रा कामहरू हामीले किन त्यसलाई स्थापित गर्न सकेनौँ? त्यसलाई चर्चा परिचर्चा किन गर्न सकेनौँ? यो देश कामै छैन, यो देशमा कोही पनि मान्छे राम्रो छैन भन्ने भाष्य कसले निर्माण गर्यो? त्यो सङ्कटनको पछाडि कसको काम छ त्यो पनि हामीले पत्ता लगाउनुपर्छ। कसले साहित्य निर्माण गरे? राजनीति गर्नु भनेको अपराध गर्नु होइन नि। राजनीति गर्नु भनेको त देश र जनताको हितमा काम गर्नु हो। तर आज राजनीति गर्नु भनेको अपराध गर्नु सोच त्यो ठाउँमा कसले पुर्यायो? यसमा पनि हामी राजनीतिक पार्टीले जिम्मेवार हुनुपर्छ भन्ने मलाई लाग्छ। यसर्थ बलियो राज्य बनाउने भनेको बलियो जनता हो। राज्य कसैले बलियो बनाउँछ भने त्यो नेपाली जनताले मात्रै बनाउने हो। कुनै संरचना कुनै कहीँ केही तपाईँले पर्खाल लगाएर कहीँ राज्य बलियो हुनेवाला छैन। जनता बलियो हुने भनेको उनको स्वतन्त्रताको सुरक्षा हुने हो। जनता बलियो हुने भनेको उनले आफूले चाहेको काम उनले आफूले चाहेको कुरा गर्न पाउने हो। यसर्थ बलियो राज्य बनाउने भने त्यो अमूर्त कुराहरू गरेर हुँदैन। सेवा प्रवाहमा लामो समयदेखि मैले यसो कसरी यहाँसम्म हामी पुग्यौँ भन्दाखेरि हाम्रो अहिले विद्यालयहरू हेरौँ, विश्वविद्यालयहरू, शिक्षक आन्दोलन यत्रो दिनदेखि बाटो हिँड्न पाइएको छैन। समाधान गर्नुपर्छ राज्यले। राज्य भनेकै समाधान गर्न बनाइएको, न त राज्य किन चाहे? समाजशास्त्रमा यो सामाजिक करारको सिद्धान्त भनेकै राज्य सबै समस्याको समाधान गर्न म तयार छु। अझ विशेष गरी तिमीले गर्न नसक्ने भनेको जनताले गर्न नसक्ने सबै समस्याको समाधान गर्न म तयार छु भनेर हामीले राज्य बनाएको। आज गर्नुपर्ने चिज पनि राज्यले नगर्दाखेरि आज हामी कहाँ पुग्यौँ भन्दाखेरि राज्य र नागरिकको आज सम्बन्ध हेर्नुहोस्, यस्तो पनि सम्बन्ध कहीँ हुन्छ? सरकारी गाडी खोजी चलाइएको छ। यो ठुलो सङ्कट हुनेबाट हामीले पाठ सिक्नुपर्छ। एउटा नागरिक जो त्यही राज्यभित्र बस्छ र राज्यप्रति यति बिघ्न नकारात्मक कसरी हुनसक्छ? राज्यप्रति यति बिघ्न हिंस्र कसरी हुनसक्छ? हामी गम्भीर ठाउँमा छौँ। व्यक्ति को आउँछ को जान्छ त्यो खास महत्त्वको कुरो होइन। सुरक्षा निकायमा आज को आउँछ भोलि को हुन्छ त्यो खासै ठुलो कुरो होइन। गृह मन्त्रालय कसले चलाउँछ, को सांसद हुन्छ, को प्रधानमन्त्री हुन्छ, ठुलो कुरो त्यो होइन। ठुलो कुरो राज्यको संस्कृति हुन्छ कि हुँदैन? राज्य लोकतान्त्रिकरण हुन्छ कि हुँदैन? राज्य जनताप्रति उत्तरदायी हुन्छ कि हुँदैन? राज्यले जनताले बोकेको महत्त्वकांक्षा पुरा गर्छ कि गर्दैन? इन्जिनियर बन्ने कुरा पुरा गर्छ कि गर्दैन? डक्टर बन्ने कुरा पुरा गर्छ कि गर्दैन? पाइलट बन्ने कुरा पुरा गर्छ कि गर्दैन भन्ने कुरा हो। गर्न राज्यले केही पनि नगर्ने अनि राज्य बलियो राज्य खोजेर हिँड्ने, यो हुँदैन माननीय गृहमन्त्रीज्यू। यसर्थ यो राज्य र नागरिक बीचको टुटेको सम्बन्धलाई कसरी जोड्ने, यहाँतिर पनि सरकारले गम्भीर भएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। हामी त तयार छौँ। सारा आफ्ना व्यक्तिगत कुराहरू सार्वजनिक जीवन जिउन कति कठिन छ यो यहाँहरू अनुमान गर्न सक्नुहुन्छ। हामी हाम्रा व्यक्तिगत कुराहरू छोडेर समाज रूपान्तरण गर्नलाई राज्य बनाउन तयार भएर आएको हो नि त। एउटा कुरा म स्मरण गर्न चाहन्छु यहाँलाई, एउटा लोकतान्त्रिक दलमाथि हामीले गर्दै गरेको व्यवहारले अलोकतान्त्रिक तत्त्वहरूलाई कति फाइदा हुन्छ भन्ने कुरा पनि यो घटनाले स्थापित गरेको छ। आज यो कुरा स्वीकार्नु नस्वीकार्नुहोस् त्यो तपाईँहरूको छनौटको कुरा हो। तर विधि सम्मत संविधान कानुन सबै मानेर शान्तिपूर्ण तरिकाले शान्तिपूर्ण आन्दोलनले नेपाली समाजको रूपान्तरण गर्न सकिन्छ भन्ने एउटा दलमाथि सर्वत्र प्रहार हुँदाखेरि त्यसले बल कसलाई पुग्दो रहेछ यो पनि हेक्का राखौँ। यसले कसैलाई पनि बल पुग्दैन। अन्ततगत यो लोकतन्त्रको विरुद्ध छ, संविधानको विरुद्ध छ र हामीले भन्न खोजेको जनताको जो सर्वोच्च जो कायम गर्ने भन्ने कुराको विरुद्ध छ। त्यही भएर आज त्यहाँ को दल छ, को दलमा को मान्छे छन् त्यो ठुलो कुरा होइन। मुख्य कुरा यो राज्यलाई हामीले कसरी चलाइरहेका छौँ, यो राज्यलाई हामीले कसरी लिएका छौँ भन्ने कुरा हो जस्तो मलाई लाग्छ। यसर्थ मान्य अरू सदस्यहरूले पनि बोल्नुपर्ने हुन्छ। गृहमन्त्रीले मेरो 1 बजी बैठक छ भन्नुभएको छ, मैले लामो कुरा बोल्न चाहिनँ। अब यो घटनाबाट हामीले सिक्नुपर्ने पाठ र यो घटनाबाट राज्यले गम्भीर हुनुपर्ने ठाउँहरू केही छन्। सेवा प्रवाहका कुराहरू छन्, जतिका जनताको अधिकारलाई सुरक्षित गर्ने कुराहरू छन्, जनताले कल्पना गरेको कुराहरूलाई पुरा गर्ने कुरा छन्। त्यो कुरा हामी सबै नगरे पछाडि फेरि पनि मलाई लाग्छ कतै एकजना भारतीय कविले लेखेको जस्तो लाग्छ, जब सपनाको हत्या हुन्छ त्यो सबैभन्दा दर्दनाक हुन्छ। आज हाम्रा युवाहरूको सपनाको हत्या भइरहेको छ। यो देशमै कुटो कोदालो गरेर गरी खान्छु भन्नेहरूको सपनाको हत्या भएको छ अनि हामी अमन मुर्दा शान्तिको कल्पना गरेर हिँडिरहेका छौँ। त्यस्तो हुँदैन।
ममाथि एउटा घटना घट्यो, जो कोही माथि पनि घट्न सक्थ्यो, निकै गम्भीर थियो त्यो घटना, म कल्पना पनि गर्न सक्दिनँ अहिले। म आफै पनि शान्ति अध्ययन गरेको मान्छे, म आफै पनि स्वाभाविकले शान्ति कायम हुनुपर्छ भन्ने मान्छे। तर हामीले चाहेर, हामीले कामना गरेर मात्रै त नहुने रहेछ नि। जब राज्यका संरचनाहरूले काम गर्दैन, जब राज्य भएको अनुभव हुँदैन, त्यसपछि हुने घटनाहरू यस्तै हुन्। यसलाई यसरी पनि हेरौँ र अलिक गम्भीर भएर यो समाजलाई अझ लोकतान्त्रिकरण, यो समाजलाई अझ समावेशी, यो समाजलाई अझ अगाडितिर ल्याएर हामी सबै प्रयत्न गरौँ भन्दै मेरो आफ्नो भनाइ यही टुङ्ग्याउँछु। धन्यवाद।